देख्न सक्नुहुन्छ कल कल बग्ने। अब फाइनली खाना खान लागेको। अब हामी बन्दा कति 1 केजी होइन त। हामी फाइनली चाउमिन खान। नमस्कार सबैजना युट्युब फ्यामिलीहरू। आजदेखि मेरो डेली भ्लग सुरु भएको छ अनि म जे पनि हाल्छु नि दिनभरिको गतिविधि के भयो ती कुराहरू हाल्छु। जस्तै हामीले के खान्छौँ, कता जान्छौँ, के गर्छौँ, यस्तो कुराहरू हामी डेली भ्लगहरूमा राख्नेछौँ, लाइफ स्टाइलका भिडियोहरू। मेरो सानो परिचय गर्नुपर्दा म दिपक दिमागर हो, म विवाहित हो अनि मेरो घर चाहिँ दैलेख जिल्लाको नौले गाउँपालिका 4 कालिकातिर पर्छ। मुनि बजारमा बस्छु। पहिला पनि भनिराखेको थिएँ, भिडियोमा हालेको छु, पुरानो भिडियोहरू पनि हेर्न सक्नुहुन्छ। पानीपुरी, चटपटे अनि केही त्यस्तो पसलहरू गर्छु। श्रीमतीले सिलाउँछन्। हामीले यो कामले हाम्रो लाइफ हैन जिइरहेको छ। हेरौँ कहिलेसम्म हुन्छ त्यो त थाहा छैन पक्का। एन्ड हामीले मैले चाहिँ युट्युबमा एकदमै इच्छा गरेको, प्रयास गरेको चाहिँ 8-9 वर्ष नै भयो। किन दाती भन्नुपर्दाखेरि कुनै हो 8-9 वर्ष भयो, तर अहिलेसम्म हात लाग्यो शून्य भने जस्तै। अब चाहिँ एकदम प्रयास गर्नेछु साथीहरू। तपाईँहरूको माया, साथ, सपोर्टले गर्दा अघि बढ्ने मौका पक्कै पाउनेछु भनेर आशा गर्दछु। यहाँभन्दा अगाडि 8-9 वर्ष अगाडि पनि यस्तै सानोतिनो प्रयास गरेको त हो। एउटा चाहिँ मैले लिरिक्स भिडियोहरू बनाउँथेँ। लिरिक्स भिडियोमा 2 लाख 3 लाख भ्यूसम्म पनि गएको हो। तर वाच टाइम पनि पुग्यो, सब्सक्राइब पनि 38,000 30,800 सम्म पुगेको थियो। तर मोनेटाइज गर्ने बेला के भयो भन्दाखेरि रियुज कन्टेन्ट भनेर आयो है। त्यहाँदेखि तपाईँको के भन्नुहुन्छ भन्दा त्यसमा विफल भयो। अरूको कन्टेन्ट परे गऱ्यो, कपी गरेकोले गर्दा अलि त्यो युट्युबले नट अलाउड गरेको थियो, अलाउड भएन। सकेसम्म म के भन्न चाहन्छु भने यो भिडियो मार्फत सबैजनाले भिडियोहरू बनाउनुहुन्छ भने आफ्नै रियल आफैले बोलेको, आफैले कष्ट गरेको, मेहनत गरेको त्यो भिडियो 100% एक्सेप्ट गर्छ साथीहरू। एक्सेप्ट गरिसकेपछि अब भ्युज बढेपछि, सब्सक्राइब बढेपछि र वाच टाइम पुगेपछि तपाईँहरूको भिडियो अर्थात् च्यानल मोनेटाइजेसन स्टार्ट हुन्छ अनि इन्कम सुरु हुन्छ। अब म त्यही लक्ष्यको लागि प्रयास गर्दैछु डेली। अब हेरौँ 1 महिनासम्म प्रयास गरिहेर्छु, त्यस पश्चात के हुन्छ रिजल्ट त्यतिखेरको 1 महिना पुगिसकेपछिको भिडियोहरूमा बताउनेछु। सो अबदेखि मेरो डेली भ्लगमा है बिहानदेखि बेलुकीसम्मको भिडियोहरू लिएर आउनेछु। सकेसम्म छोटो भिडियो दिने प्रयास गर्छु, 5 देखि 8 मिनेट वा 10 मिनेटसम्म। के गर्ने अब कहिलेकाहीँ लामो 18 मिनेट 20 मिनेट 30 मिनेट पनि भइदिन्छ। अहिलेको थुप्रै मानिसहरूले अब 20 मिनेट 30 मिनेट 15 मिनेट त धेरै लामो भन्छन्, लाग्छ। अहिले त सर्ट रिल्सहरू हेर्नमै मानिसहरू व्यस्त छ हैन र। हामी सबैजना त्यस्तै मन पराउँछौँ। तर प्राप्त मैले डेली भ्लग त हो, तर कहिलेकाहीँ समय धेरै भइदियो भने पनि हेरिदिनु हुन अनुरोध गर्छु। किनभने मैले एकदम थुप्रै मान्छेले भोग्ने कुराहरू अर्थात् मेरो लाइफ स्टाइल, मेरो जीवनमा के कस्तो कुराहरू भइरहेको छ ती कुराहरू रियलमा, फेक होइन, रियलमा दिएर आउनेछु। त्यसैले कृपया मेरो भिडियो हेर्न नछुटाइदिनुहोस्।
है तपाईहरु सबैजनाले। अब सुरु गरौँ है त आजको डेली भ्लग यहीँबाट। यहाँ रमेश भाइ फयान दाइको मल पसल हो। यो फयान मल पसलमा इलेक्ट्रोनिक साधनहरू हैन, बत्ती, मोबाइल चार्जर, एयरफोन, एयरपड, स्पिकर एन्ड अरू के देख्न सक्नुहुन्छ। अब चिसो महिनामा इडली पानी तताउने भाँडा पनि देख्न सक्नुहुन्छ। जुनसुकै ब्रान्डको मोबाइलहरू तपाईहरु पाउन सक्नुहुन्छ हैन। जान्नु न रमेश भाइ अब साउजी जानुहुन्छ, थुप्रै ब्रान्डको मोबाइलहरू पाउन सक्नुहुन्छ। त्यसको लागि कालिका इलेक्ट्रोनिक्स मोबाइल पसललाई सम्झिनु होला है, नौमुनी बजारमा। मेरो भ्लग मार्फत सबैजनालाई अनुरोध छ, आउन सक्नुहुन्छ यहाँ। सम्पूर्ण मोबाइलको मर्मत सम्बन्ध छ हैन यहाँ। ल अब डेली भ्लग मेरो मुख धुनेदेखि सुरु हुन्छ है त। म धुन्छु। ब्रस गर्छौँ, त्यसैले बिहान गर्दैन। अब खाना खाएपछि हुन्छ, त्यसपछि बेलुका खाना खाएपछि हुन्छ, त्यसपछि सक्नु है। देख्न सक्नुहुन्छ कल कल बग्ने नौमुलेको लोरे खोला। त्यहाँभन्दा अगाडि सर्ट भिडियोहरू पनि धेरै हालिसकेको छु खोलाको। अबको केही क्षणमा तपाईहरुलाई म नौमुलेको बजार थोरै भ्यू देखाइदिन्छु। यो पनि सर्ट भिडियोमा मैले हालेको थिएँ। यो चाहिँ नौमुलेको अहिलेको नयाँ बजार भनेर चिनिन्छ। भित्री बजार अर्थात् पुरानो बजार चाहिँ उतापट्टि छ। त्यो पनि पछि मिल्यो भने म तपाईहरुलाई नौमुलेको पुरानो बजार अनि नयाँ बजारको भ्यू पनि देखाउने छु। यो अहिले घाम लागिरहेको सुन्दर नौमुले भ्यू देख्न सक्नुहुन्छ। आज बिहानीको यहाँबाट मेरो भ्लगहरू सुरु हुँदैछ। यो डेली भ्लगमा तपाईहरु सबैजनालाई स्वागत छ है त। गङ्गी भाइले मस्त चलाएर आफ्नो घरमाथि मोबाइल चलाएर व्यस्त हुनुहुन्छ। यो बजार देख्न सक्नुहुन्छ। अब आजको डेली भिडियोहरू डेली भ्लगमा भोलि बिहान 7 बजीतिर आउनेछ है। नास्ता खान लाग्यो। यो ब्रेड कसलाई मनपर्छ? यो दैले बढाएको ब्रेड हो। ब्ल्याक टी देख्न सक्नुहुन्छ। टक्कमा खान्छौँ यहाँ यो पारेर। ब्रेड चियासँग खाँदैछौँ। आधा मलाई मिलाउँदैछ नै समिताले टक्क लाएर। मिलाउनु पहिला हाम्रो डेली लाइफ दिनचर्या मिलाउने। एकछिनपछि खाना खाएर मिटिङ जाने हुन्छ साथीहरू। कोठा हाम्रो बत्ती आएको छ। टक्क मिलाएर राख्नु पर्यो है। सानो गुड। वाओ, आई लभ यू एभ्रिवान माई युट्युब फ्यामिली। तिमीले भनेको ला होला है। फाइनल्ली हाम्रो कोठा
मिलाइसकेपछिको लुक्स हेर मैले। यहाँ हामी दुईजना सुत्छौँ। यो हाम्रो डाइनिङ टेबल अर्थात् स्टडी टेबल पनि हो यो। हामी यहाँसँगै खाना खाने, पढ्ने यस्तो कुराहरू केही तयारी गर्नेहरू। ल गाइस, म अब एकछिनमा नुहाएर आउँछु। नुहाइसकेपछि फेरि भेटौँला है त। मैले नुहाउँदाखेरि प्रयोग गर्ने चाहिँ यो सनसिल्क स्याम्पू हो, पुकाको प्याकेटको। अनि यो लाइफ बोय साबुन प्रयोग गर्छु। तपाईँहरू के प्रयोग गर्नुहुन्छ अथवा कुन चाहिँ राम्रो बेटर हुन्छ त्यो आफ्नो अनुभव, एक्सपिरियन्स अथवा त्यस्तो ज्ञान छ भने कमेन्टमा देख्न सक्नुहुन्छ। खाना खान लागेको सलाद पनि देख्न सक्नुहुन्छ। तरकारी चाहिँ के अरे भन्नु? फर्सी, आलु अनि माछा चाहिँ कति हो थाहा छ? यति त्यही हो। सलाद पनि आज टक्क ड्याम लगाएर खान्छौँ है त। ल हामी खाना खान लागेको। ल खाना खान्छु ल भन्नुहुन्थ्यो त दिदीले। चिल्ली खाने खाना खाएर ब्रस गर्दैछौँ। मलाई गरेर के अरे तिनीहरू मेरो ऊ क्या सब्सक्राइबर्स होइन? के तिम्रो नाम? राजन रोका। उम्लेको भ्यू देख्न सक्नुहुन्छ पछाडि खोला। माथि हाइड्रो पावर पनि देख्न सक्नुहुन्छ है। अब आजको भ्लग भोलि अक्टोबर 12 को बिहान 7 बजेमा आउनेछ। सुन्दर दृश्य देख्न सक्नुहुन्छ। हामी अब आज चाउमिन, चिकन चाउमिन, खास चिकन चाउमिन त होइन, हल्का पोर्कको मासु, पोर्कको होइन, अहिले भर्खरै आजको बङ्गुरको मासु हल्का कटिङ गर्दै माथिबाट छरेर खानेछौँ है। होममेड बनाएर चाउमिन यति हुनेछ। र अब भलक सकिन लागेको छ, चाउमिन पनि पाक्न लागेको छ। तपाईँहरूलाई अब हामी एकछिनमा चाउमिन खानेछौँ। त्योभन्दा अगाडि हामी चाउमिनको लागि तयारी गर्दैछौँ है त। ओ 1 केजी होइन त? ओ चाउमिन छ त बेसारमै हालेको। ए ल चिकन चाहिँ पर छ एकदम थोरै मात्रामा। के अरे पोर्क, के अरे बङ्गुरको मासु। ल अब हामी बन्दा कटिङ हुँदैछ चाउमिनको लागि। केरा, रातभरि भिजाएको केरा पनि राखेर खानेछौँ। हामी फाइनली चाउमिन खान लागेका छौँ।
यसमा देख्न सक्नुहुन्छ पोर्क है। ल हामी अब खान्छौँ है त। चप यस्तै खासै परे गर्नु आउँदैन। लेमन अहिले पछि त्यो खाँदैन कि बिचको भिआइपी होटलभन्दा कम छैन सङ्गीताले पकाएको। गिराउनु कम भयो है। पोर्क दिन्छ खाएको भिडियो चाहिँ यति ल अलि पछि भेट्छ। हेलो हामी फाइनल्ली साँझको खाना चाउमिन खायौँ, चिकन चाउमिन। एन्ड खाइसकेपछि अब ब्रस गर्दैछौँ। त्यसमा बिहानको भ्लगमा हामी ब्रस गर्ने चल्न छैन। हेलो फाइनल्ली तपाईँहरू आजको डेली भ्लग हेरिसक्नु भयो कि कस्तो लाग्यो जस्तो लाग्यो त्यस्तै कमेन्ट गर्नु होला। डेली भ्लग भनेपछि थुप्रैले बुझ्न पनि सक्छ नबुझ्न पनि सक्छ। डेली भ्लग भनेको अब बिहानदेखि बेलुकीसम्मको दिनचर्या कस्तो बित्यो त, के कस्तो कुराहरू भयो त्यसमा आधारित भिडियोहरू आउनेछ। र आजको त्यही विषयमा भिडियो हेर्नुभयो होला। हामी बुढाबुढीले आज बिहान के गऱ्यौँ अनि कस्तो खाना खायौँ त्यो कुराहरू सो गऱ्यौँ। अनि कोठा मिलाएको, देन थोरै नौमिल बजार भ्यू सो गरेको, चाउमिन बनाएको, घरमै बनाएको चाउमिन खाएको, त्यस्तो भिडियोहरू बनाएको थियौँ। आगामी दिनहरूमा पनि हरेक दिन एउटै कन्टेन्ट त पक्कै पनि बन्दैन, त्यसैले हरेक दिन विभिन्न विषयमा आउँछ भिडियो। तपाईँ लाइफ स्टाइलका भिडियोहरू डेली भ्लग तपाईँ दिपक 909 युट्युब च्यानलमा सदाबहार हरेक दिन दैनिक आउने नै छ। त्यसैले त्यतिन्जेल मेरो चाहिँ प्राय आज खिचेको रेकर्ड गरेको भिडियोहरू आजै आउने छ भन्ने आशा नगर्नु होला। मैले आज गरेको भिडियो किनभने बिहानदेखि बेलुकीसम्मको भिडियोहरू कलेक्सन गर्नुपर्ने हुन्छ। त्यो भिडियोहरू भोलिपल्ट बिहान आउनेछ। राति त कसैले हेर्दैन, एडिट गर्दा पनि घन्टौँ समय लाग्छ, मेहनत गर्नुपर्छ, सजिलो छैन। त्यसैले तपाईँहरू कृपया एकदम सङ्घर्ष एकदम मेहनत गरेकोले यो भिडियो हेरिदिनुहोस्। अनि यस्तै भिडियो हरेक दिन नै आइरहनेछ। कृपया माया गरिदिनुहोस्। कस्तो लाग्यो जस्तो लाग्यो त्यस्तै कमेन्ट गरिदिनु होला भन्ने आशा गर्दछौँ। अनि यस्तै भिडियोहरू हेर्नको लागि लाइक, सेयर, सब्सक्राइब अनि कमेन्ट गर्न नबिर्सनुहोस्। के छ बुढीको तर्फबाट चोट्टो लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गरिदिनु होला। लाइक, सेयर, सब्सक्राइब, कमेन्ट यी 4वटा कुरा गर्नु छ है। हुन्छ। अनि कहाँबाट हेर्दै हुनुहुन्छ त्यो पनि कमेन्ट गर्नु होला ताकि हाम्रो भिडियो कहाँसम्म पुगेको छ त नि भन्ने कुरा थाहा पाएर हामी अझै भिडियो बनाउन हौसला प्रोत्साहन पाउन सकौँ। सो थ्याङ्क यू एभ्रिवान वाचिङ दिस माई डेली भ्लग। अब भेटौँ भोलिको नेक्स्ट डेली भ्लगमा। बाई बाई।